एउटै आत्मा फरक समय प्रिय मित्र, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी पवित्र आत्माको कामलाई 3 समय रेखामा हेर्न गइरहेका छौँ। पुरानो करारमा पवित्र आत्मा, नयाँ करारमा पवित्र आत्मा र आजको वर्तमान जीवनमा वा वर्तमान समयमा पवित्र आत्माको काम। पुरानो करारमा पवित्र आत्मा मानिसमाथि आएर काम गर्नुहुन्थ्यो। नयाँ करारमा उहाँ विश्वासी भित्र बास गर्न थाल्नुभयो। आज पनि पवित्र आत्मा हाम्रो दैनिक जीवनको मार्गदर्शक, सान्त्वनादाता र सहायक हुनुहुन्छ। उत्पत्ति 1:2 सृष्टिको सुरुदेखि नै पवित्र आत्मा चाहिँ सक्रिय हुनुहुन्थ्यो। आमेन। पुरानो करारमा पवित्र आत्माको काम। परमेश्वरको पवित्र आत्मा सिम्सनमाथि आउँदा उहाँले अर्थात् सिम्सनले असाधारण शक्ति प्राप्त गर्यो, शत्रुमाथि विजय हासिल गर्यो। यो शक्ति सिम्सनको आफ्नै क्षमताबाट होइन, आत्माको अस्थायी उपस्थितिबाट आएको थियो। यसले पुरानो करारमा पवित्र आत्मा विशेष समय र विशेष उद्देश्यका लागि आउनुहुन्थ्यो भन्ने देखाउँछ। जेनेरेटर बिजुली जाँदा ल्याइन्छ, काम सकेपछि बन्द गरिन्छ। पुरानो करारमा पवित्र आत्मा आएर काम गर्नुहुन्छ, तर सधैँ बास गर्नुहुन्थ्यो भन्ने छैन। भजन सङ्ग्रह 51:11 दाउद राजा भन्दछ, तपाईँको पवित्र आत्माबाट नहटाउनुहोस्। नयाँ करारमा पवित्र आत्माको काम। पेन्तिकोसको दिनमा फेरि 2:1-2-4 हेर्छ भने पवित्र आत्मा सबै विश्वास गर्नेहरूमा झर्यो र उनीहरू पवित्र आत्माले भरिए। लडाइँका चेलाहरू साहसी र साँची बने र खुलेर सुसमाचार प्रचार गर्न थाले। यसले नयाँ करारमा पवित्र आत्मा सबै विश्वासीहरूमा स्थायी रूपमा बास गर्नुहुन्छ भन्ने सत्य देखाउँदछ। मोबाइल फोनमा पहिले ब्याट्री निकालेर चार्ज गरिन्थ्यो तर अहिले चाहिँ ब्याट्री अट्याच हुन्छ है। नयाँ करारमा पवित्र आत्मा बाहिरबाट आउने होइन, भित्रै बास गर्नुहुन्छ। योहन्ना 14:16 उहाँ सधैँ तिमीहरूसँग रहनुहुन्छ भनेर चाहिँ प्रभु यीशुले भन्नुभयो। पुरानो र नयाँ करारको स्पष्ट तुलना हामी गरौँ। पुरानो करारमा आत्मा मानिसमाथि आउनु, नयाँ करारमा आत्मा अर्थात् पवित्र आत्मा मानिसभित्र बास गर्नुहुन्छ। पुरानो करारमा अस्थायी रूपमा आउनुहुन्थ्यो, नयाँ करारमा स्थायी रूपमा बास गर्नुहुन्छ। पवित्र आत्मा मानिसहरू बीचमा आत्मा एउटै हो, तर सम्बन्धको स्तर बदलिएको छन् होइन। जसरी फोनहरू हामी हेर्छौँ भने अहिले के भएको छ, स्मार्टफोन परिवर्तन हुँदै आइरहेको छ। दैनिक निर्णयमा मार्गदर्शन। रोमी 8:14 भन्दछ, आज पवित्र आत्मा हाम्रो हृदयमा बास गरेर निर्णयमा ढोड्याउनुहुन्छ। गलत निर्णयमा शान्ति हट्छ, सही निर्णयमा शान्ति बढ्छ। जसरी आत्माले आज पनि व्यक्तिगत रूपमा बोल्नुहुन्छ होइन। जिपिएस मोडिनु अघि सङ्केत जिपिएसले दिन्छन्, कता जाने हो बाटो देखाउँछन् होइन, गलत बाटोमा चेतवनी दिन्छन्। पवित्र आत्मा पनि मानव जातिको एक जिपिएस हुनुहुन्छ। चरित्र परिवर्तन है। गलाती 5:22-23 आत्माको फल बाहिर सजावट होइन, भित्रको परिवर्तन हो। नियमले व्यवहार होइन थाम्छ, आत्माले हृदय बदल्छ। दुःख र पीडामा सान्त्वना। यूहन्ना 14:16 मानिसले साथ छोड्दा आत्मा साथ रहनुहुन्छ, शब्द सकिँदा आत्माले मौनमा शान्ति दिनुहुन्छ। आत्माको आवाज किन कमजोर सुनिन्छ? एफएसी 4:30 पापले आत्मालाई दुखी बनाउँछ होइन। आवाज हराउँदैन, धीमा हुन्छ। रेडियोको कुनै पनि मिटरहरू होइन मिलेन भने आवाज अस्पष्ट हुन्छ, तर मिल्यो भने सफा आउँछ। आज्ञाकारिता सही फ्रिक्वेन्सी जस्तै हो, अर्थात् होइन सही मिटर बिल जस्तै हो रेडियो। आत्मासँग कसरी हिँड्ने प्रिय मित्र? आज्ञाकारिता हुने, वचनसँग संगत गर्ने, शान्ति जाँच गर्ने होइन। गन्ती 5:25 भन्दछ, आत्माद्वारा जिउ। हिजो आज सधैँ। पुरानो करारमा पवित्र आत्मा मानिसमाथि आएर काम गर्नु, नयाँ करारमा उहाँ विश्वासी भित्र बास गर्न थाल्नुभयो। प्रिय मित्र, आज पनि पवित्र आत्मा हाम्रो दैनिक जीवनको मार्गदर्शक, सान्त्वनादाता र सहायक हुनुहुन्छ। पवित्र आत्मा इतिहास मात्र होइन प्रिय मित्र, आजको जीवनको साथी हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। हे पवित्र आत्मा, मलाई केवल जान्ने होइन, तपाईँसँग हिँड्ने जीवन दिनुहोस्। मेरो निर्णय, मेरो बोली र मेरो चाल तपाईँको मार्गदर्शनमा होस्। यीशु ख्रीष्टको नाउँमा आमेन। यदि यस सन्देशलाई मन पराउनु भयो भने तपाईँले लाइक गर्नुहोस्,
सब्स्क्राइब च्यानल गरिदिनुहोस्। कमेन्टमा आफूलाई लागेको कुरा लेख्नुहोस्। पवित्र आत्माबारे तपाईको के छ अनुभव? जय मसीह।